यदि तपाईँको कुण्डलीमा यो ठाउँमा 5 नम्बर लेखिएको छ भने यो भिडियो तपाईँको लागि हो। आज हामी कुरा गर्दैछौँ लियोको बारेमा र यो राशि चाहिँ एरिसको एउटा रिफाइन्ड भर्जन पनि भन्न सक्छौँ, बट स्टिल यो यसमा अलिकति हामीले काम पनि गर्नुपर्ने हुन्छ। जुन चाहिँ यो लियो साइन छ यसलाई चाहिँ मैले फर्स्टमा डिफाइन गर्नको लागि चाहिँ यहाँ प्राइड अफ लायन भनेर लेखेको छु। सो प्राइड अफ लायन भनेको मतलब चाहिँ के हो त? सो लियोहरूको चाहिँ एउटा आफ्नै खालको एटिट्युड हुन्छ। जसरी एउटा लायनले आफ्नो फरेस्टमा हिँड्दाखेरि एक्लै हिँड्ने गर्छ र भनौँ न एउटा एटिट्युडको साथ हिँड्ने गर्छ, त्यस्तै खालको एटिट्युड चाहिँ तपाईँले लियोमा पाउनुहुन्छ र उनीहरू चाहिँ आफू एकदमै इन्डिपेन्डेन्टली चाहिँ भनौँ न हिँड्न रुचाउँछन् र त्यो काम गर्न रुचाउँछन् है त। सो त्यो एउटा क्यारेक्टरिस्टिक्स उनीहरूको अलिकति प्रोमिनेन्टली आउँछ। त्योसँग चाहिँ सेक्रिफाइस। सो लियो चाहिँ एउटा भनौँ न किङली साइन हो होइन, एउटा लायनको साइन एउटा किङको साइन भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले लाइफको धेरै एस्पेक्ट्समा चाहिँ सेक्रिफाइस गर्नु पनि पर्ने हुन्छ र उनीहरूले गर्छन् पनि। सो आफ्नो सबअर्डिनेटहरूको लागि होस् या आफ्नो फ्यामिलीको लागि होस्, उनीहरूले सेक्रिफाइस गरेर आफूले दुःख भोगे तापनि उनीहरूले अरूलाई चाहिँ सुख दिने खोज्छन्। सो त्यो एउटा चाहिँ एकदमै राम्रो क्वालिटी छ लियोको। बट त्यो गर्दा गर्दै चाहिँ कहिलेकाहीँ चाहिँ आफूलाई चाहिँ बिर्सेर चाहिँ उनीहरूले आफूलाई पीडा दिने गर्छन्। सो त्यो पनि एकचोटि ब्यालेन्स गर्नुपर्ने हुन्छ। त्योसँगै चाहिँ क्रिएटिभिटी। सो लियो एज अ साइन इफ मैले डिस्क्राइब गर्नु पऱ्यो भने चाहिँ त्यसलाई म क्रिएटिभिटीसँग जोड्छु। उनीहरूले चाहिँ एकदमै क्रिएटिभ आइडियाजहरू निकाल्न सक्छन्, एउटा भिजनरी आइडियाजहरू लङ टर्मसम्म सोच्न सक्छन् र त्यही कुरा चाहिँ राजनीतिमा पनि एकदमै धेरै काम लाग्ने गर्छ। उनीहरूले भनौँ न लङ टर्म एउटा गभर्मेन्टले ल्याउने पोलिसिज कस्तो हुन्छ होइन, 5 वर्ष 10 वर्षको अलिक लङ टर्मको पोलिसिजहरू हुन्छ। सो त्यस्तै खालको पोलिसी चाहिँ उनीहरूले सोच्न पनि सक्छन् र त्यसमा चाहिँ इम्प्लिमेन्ट गरेर काम पनि गर्न सक्छन् है त। सो त्यो चाहिँ एउटा पोइन्ट भयो। अर्को छ लिडरसिप। सो एउटा जसरी एउटा लायन चाहिँ एउटा जङ्गलमा एक्लै हिँड्छ, एउटा भनौँ न हर्डलाई चाहिँ लिड गरेर हिँड्छ भने चाहिँ त्यस्तो खालको क्वालिटी चाहिँ एउटा लायनमा हुन्छ भने लियो साइनमा पनि त्यस्तै खालको क्वालिटी हुन्छ। सो त्यही भएर चाहिँ उनीहरूले चाहिँ कुनै पनि प्रोजेक्ट एउटा प्रोफेसनमा होस् या क्लासरुम डिस्कसनमा होस् लिड गर्ने क्वालिटी र लिड गर्ने चाहिँ उनीहरूसँग चाहिँ क्यापेबिलिटी पनि हुन्छ। तर कुनै कुनै प्लानेटरी पोजिसनको कारणले गर्दाखेरि चाहिँ नदेखिन सक्छ कुनै कुनै लियोहरूमा, बट स्टिल मोस्ट अफ द 80% लियोहरूमा चाहिँ तपाईँले देख्नुहुन्छ लिडरसिपको क्वालिटी है त। सो यो क्वालिटी इफ तपाईँको दबिएर बसेको छ भने चाहिँ तपाईँले बाहिर निकाल्नु पर्ने हुन्छ, किनभने तपाईँसँग त्यो एबिलिटी चाहिँ छ तर केही प्लानेटहरूको कारणले गर्दाखेरि चाहिँ त्यो दबिएको हुनसक्छ। तर तपाईँले त्यो इन्हान्स गर्नुभयो भने चाहिँ त्यो क्वालिटी तपाईँमा आउनसक्छ। सो लियोको लागि चाहिँ यति नै। र नेक्स्ट भिडियो चाहिँ हामी भरको लग्न यानि कन्या लग्नको बारेमा बनाउनेछौँ र त्यो बारेमा तपाईँलाई यदि हेर्न मन छ भने चाहिँ यो अकाउन्टलाई चाहिँ तपाईँले फलो गर्नु होला र त्योसँगै चाहिँ केही कमेन्टहरू तपाईँले गर्नु मन छ, तपाईँलाई केही क्वेसन छ भने चाहिँ कमेन्टमा लेख्नु होला, म त्यसको जवाब दिने नै छु। राधे राधे।